वेलकम बैक टू माई च्यानल। आज चाहिँ म यहाँ मामाबाट छु। यहाँ चाहिँ हाम्रो काली नानी र यो आज चाहिँ मैले आफ्नो मोबाइल नभएर क्लियर आयो होला किनकि आइफोन 12 मा भिडियो बनाउँदैछु। यहाँ चाहिँ ठुलोमीहरू यहाँ मोबाइल एकदमै पुरा आइफोनमा बनाएको त भ्लगै छुट्यो पुरै क्लियर राख भनेर। अनि त्यसपछि अब चाहिँ म यहाँ ड्रागन फ्रुट देखेँ। एउटा ड्रागन फ्रुट उठाएर फ्रिजमा एकछिन राखिदिन्छु, त्यसपछि तातो चिसो हुन्छ अनि खाना पुरै क्लियर राख भने यसमा लाड्छ नि त्यही पनि फेरि कसरी यसमा राखिदिन्छु। तरकारी पुरै भरिदिन्छ सबैमा यहाँ राखिदिएँ। लाइट गरिदिउँ, त्यसपछि यहाँ एकछिन लगाइदिउँ। अब 5-10 मिनटपछि फेरि हामी ड्रागन फ्रुट खानु सबके आफ्नै पारा, कोही मोबाइल कोही यहाँ फेरि यहाँ आइस जम्मेमा अनि यहाँ चाहिँ सब बिजन यताको हटस्पट यताको हटस्पट वाइफाई पैसा ल्याइयो त्यस्तो ढुङ्गा लागिसक्यो। दुईवटा मोबाइल हेरिदिनुहोस् यहाँ 5 लाख का हामी ओ भैया मोबाइल देख्नु बाघ आउँछ राम्रो देखेन। अब चाहिँ हाम्रो एकछिन पुरा अघि नाचेको लुङ्गी सुङ्गी है फाल्यो साथीहरू। हामीले फालिदिइसक्यौँ। यो चाहिँ सुमा मैले लखनऊदेखि ल्याएको 2टा ल्याउनु परेको छ बाबुले खानालाई। अघि चाहिँ मकै बारी दराईमा नाच्दाखेरि मकै बोलेको हेर्न मैले पानी खाएको पनि हेरेँ हालेछु खै हेर ठुलो हुन्छ भने यहाँ चाहिँ म युट्युब आइडी सर्च हानेर दिन्छु। हजुर पनि छिटो गएर मेरो आइडीलाई सब्सक्राइब हानिदिनु होला। युट्युब कहाँ छोड्नु म दिन्छु हटमा छैन क्या त तो भेटाउनु सक्दैन छोड त 1 मिनेट यस्तो ठाउँमा ओ माइ गड के हाल्नु सक्छ पुरा मस्त छन् नि दुईटा दाम। हेलो गाइज निकाल्नु भयो हजुर बिरान पनि क्या फेसबुकमा स्टोरी हाल्ला माथि जानु च्यानललाई अब ठुलोबाट सब्सक्राइब हाल्नु पऱ्यो। त्यसपछि हामीहरूलाई एकछिन भेट्छु ल साथीहरू। 5-6 मिनट भइसक्यो त्यो। अब हामी यहाँ ड्रागन फ्रुट खान रेडी पोजिसनमा। अझै राति 9 बजे 28 भइसक्यो होला। यहाँ 27 कुन प्लेट लैजान्छ भित्र गएर कुरा गर्न कति अचम्म हेर्नु त्यहाँ बाबु रोएर आएर खानालाई यति राति 10 बजाइसक्यो। उही बिना चक्कु बाबुलाई देखान कस्तो रोएर यसरी काटेपछि त्यसरी नकाट यसो काटेपछि राम्रो हुन्छ खाने। यसरी काट्ने नहीं, इससे कर दे रहन की
इस म काट्ने हेर्नु एकैछिनमा काट्छु नि पकड्न म काट्छु के इस म काट्छु त म पकड्दैन नपकड हाम्रो यहाँ जुगाड छँदै जान्छ मेरो पाउमा म काट्छु एकैछिन ए सेतो वाला रहेछ होइन छ्या सेतोला पो रहेछ यार सेतोला एउटा पिङ्क कलरमा पिङ्क कलरमा धेरै खाइसकेँ तर व्हाइट कलरमा अहिलेसम्म खाएन एकचोटि खाएको अरूको मुखबाट सुनेको है मिठो हुँदैन त्यही पनि एकचोटि व्हाइट चाहिँ अब चेक गरौँ एउटा मिठो लाग्दैन यस्तो च्यानमा टेस्टै गरेको छैन त कहाँ छ मैले एकचोटि खाएको छु नि सिस्टरले ल्याएको थिएँ सुन त्यति बेला खाने मैले म पुरा यो खोल्दाखेरि एकछिन पिङ्क देखेको अन्त पिङ्क भन्ने सोचिरहेको थिएँ यसको स्मेलै कस्तो छ यस्तो यो जस्तो फेसमा लाग्दैन रहेछ पछि लाग्छ यो चाहिँ मेरो मोबाइलै नलिएर नानीले निद्रामा यहाँ जहिले आफ्नो भिडियो एडिट गर्छु भने सर्टबाट साथीहरू मेरो किबोर्ड पनि खतरा नि त नदेखा न अरू दिन्छ क्या यो चाहिँ मेरो पहिलाको च्यानल है साथीहरू यो चाहिँ मेरो अहिलेको च्यानल सब्सक्राइब प्लिज तीनटा भिडियो हालेको चाहिँ एउटा दुईटा तीनटा यो चाहिँ हामीले पानीपुरी बनाउँदाको यो पानीपुरी खाएको च्यालेन्ज यो चाहिँ के गर्दाको यो चाहिँ म त्यहाँ उता पुरी गाउँको थिएँ त्यहाँ जाँदाखेरि सामानहरू एकदमै मन पर्थ्यो मलाई साथीहरू सब सामानहरू मैले लिएर आएको थिएँ जुन जुन सब देखाएको थिएँ सबैजना गएर 97 भ्युज आइसक्यो त म यसमा कुनैमा 9 नखा कुनैमा 10 सबैले सब्सक्राइब गरिदिनु होला मेरो बहिनीको ब्लगलाई